कसको ह्यान्डसमको तिमी हिजो पनि आएको यहाँ कहिले भेट भएको तिम्रो नम्बर यहाँ भएको देख्छ त क्यामेरा ठ्याक्क टिप्छ त अनि तिमीहरूले एक्सिडेन्ट गरेर भाग्यो भने हामी कहाँ खोज्नु जाने एक्सिडेन्ट भएको केसमा नम्बर नदेखिने केसमा चाहिँ समस्या छ कि ब्लुटुथमा जे राखेको छ जे लेखेको छ त्यही चाहिँ के हुनु पार्ट हुनु पऱ्यो त्यही अनुसारको हुनु पऱ्यो स्वरूप परिवर्तन हुनु भएन ट्राफिक नहुन्जेलसम्म तिमीहरूले होल्डिङ अफ गरेर कुदाउँछौ ट्राफिक देख्यो भने ट्याक्कै एक देब्रे हातले खुट्ट तानिदिन्छौ सपोज होल्डिङ अफ गरेर गएको बेला एक्सिडेन्ट भइदियो भने हामीले तिमीहरूले हानेर हिट एन्ड रन गरिदियो भने यो नम्बर कहाँ खोज्नु जाने अब यही किसिमको हरियो बाइक त धेरै हुन्छ तिमीले हो भनेर पक्रेर ल्याउनु मिल्दैन हामीलाई त प्रमाण चाहियो प्रमाण भनेको यो नम्बर हो नम्बर देखिने ठाउँमा हुन्न हेलो के छ केटा हो आज चाहिँ मेरो केटा साथीको बाइक ट्राफिकले समात्यो रे लाइसेन्स छैन निकाल्न आउनु पर्यो भनेर फोन गरेको थियो सम्धीले होइन सबिन सम्धीको चाहिँ बाइक चाहिँ ट्राफिकले समायो रे अब लाइसेन्स छैन केटा खाँगो अब म त्यो निकाल्न जान्ला अब हेरौँ के भन्छ ट्राफिकले होइन केटाहरू लाइसेन्स निकाल लाइसेन्स निकाल्दैनौ कहाँ जगतीमा भने होइन तर हो कि होइन त्यो थाहा होइन त्यो मान्छेले सिधा कुरा त कहिले गर्दैन होइन बोलाउनु लागि जे नि भन्छ बोलाउनु पनि मलाई यतिकै बोलाउनु पनि हुनसक्छ होइन यतिकै बोलायो भने त आउँदैन होला भनेर नि हुनसक्छ त्यसले मलाई झुट बोल्न पनि सक्छ होइन कुरा के हो गएर बुझौँ बाइकमा पेट्रोल नि छैन पैसा नि छैन गरिब लाहा मिस्टर दोङ भ्लगलाई तर किन हो मलाई बाइक चलाउनु चाहिँ डेन्जरै मजा लाग्छ क्या यार बरु केटी घुमाउनु त्यति मजा लाग्दैन यार मलाई बाइक घुमाउनु त्यति मजा लाग्छ यार आफू खाना खर्च गर्न होइन माया लाग्छ क्या पैसाको लोभ लाग्छ होइन बाइकमा जति छ जित्न छ होइन भए जति सबै भए पूर्ण सबै बाइकले जति दिए पनि जति बनाए पनि जति राम्रो बनाए पनि अझै पुग्दैन क्या केही न केही त कमी छ जस्तो लाग्छ क्या मेरो मायालाई होइन बरु आफू एउटै लुगा लाउँछु होइन जस्तो सुकै होस् म फरक पर्दैन मेरो बाइक चाहिँ हेर्दै झट्ट लाग्ने माया लाग्दो खालको अलि सेक्सी लुक होस् न झन्डै ठोकाएको यो जात थाल्यो मलाई बिस्तारै त चलाउनु त पर्ने यार बिस्तारै चलाउनै मन लाग्दैन के भएको के हो जानै दिँदैन त माया टोक्नेले त ठोक्यो जानु ओभरटेक हान्नु भनेको हान्न दिएन जानै दिँदैन त माछ पारै ताताउँछ यार के स्कुल बस भएर पेलेर हिँड्छ यार कहाँनिर चाहिँ रहेछ त बाटै नछोडी आउनुहुन्छ ए मादर चट सरले हाल्यो गफ हाने क्या यता चाहिँ कहाँ कसरी समात्छ हौ यतातिर त चेकिङ नहुनु पर्ने हो त केटाले गफ हाने जस्तो लाग्यो मलाई बाटै नछोडी आउनुहुन्छ यहाँ मासतिर त चेकिङै हुँदैन अनि कहाँ समाचार हो तिनीहरू सम्धीले झुट मात्र बोल्नुपर्छ सम्धी तेल नहाएर खर्च भइआछ मा रिसाउँछु नि फेरि म त सम्धी यो चाहिँ कसको ह्यान्डसमको तिमी हिजो पनि आएको यहाँ कहिले भेट भएको तिम्रो अस्ति चिट काटेको तिम्रो गरेर छिटो पठाइदियो भने तनाफले लिने भने यत्रो पैसा तिरे गर्नु छ यत्रो रासो तिरे अनि यो झमेला किन खेच्छौ भने यो तिमीले काट्न ठोकिन्छ तल त्यही भएर काटे हौ उहाँको प्यारेन्ट्स कोही आउनु भएको छ भाइको छैन भाइ होइन यो अझ यो प्यारेन्ट्सलाई बोलाउनु पर्ने हो नम्बर यहाँ भएको देख्छ त क्यामेरा ठ्याक्क टिप्छ त अनि तिमीहरूले एक्सिडेन्ट गरेर भाग्यो भने हामी कहाँ खोज्नु जाने हेर्दा चाहिँ तिमीहरूलाई दुःख दिए जस्तो नियत हुन्छ होइन तर समस्या कहाँ छ एक्सिडेन्ट भएको केसमा नम्बर नदेखिने केसमा चाहिँ समस्या छ कि
तिमीहरूलाई आएर मैले प्रवचन दिएको होइन है। फेरि मेरो समस्या कहाँ कहाँ छ, तिमीहरूको जुन एउटा बुझाइ छ नि, अन्डरस्ट्यान्डिङ छ नि, त्यो बुझाइ अलिकति विपरीत छ। खासमा कारण भनेको यो हो भनेको। अर्को भनेको नेपालको कानुनले के भन्छ, ब्लू बुकमा जे राखेको छ, जे लेखेको छ त्यही के हुनु पऱ्यो, पाठ हुनु पऱ्यो, त्यही अनुसारको हुनु पऱ्यो। स्वरूप परिवर्तन हुनु भएन है, हो कि? अनि यसलाई चाहिँ अनि अर्को भनेको यो तिमीहरूले यसको पछाडि यो हटाउन, तेल हटाउनको पछाडि के छ, तिमीहरूले त उठाउनु पर्यो बाइक त होइन। नहाँस, तिमीहरू चाहिँ उमेर पार गरेर आएको सबै बुझ्छु। साइकोलोजी यो उमेरको साइकोलोजी म बुझिहाल्छु। टक्क उचाल्नु पर्यो, उचाल्दाखेरि के हुन्छ यसले तल भन्छ हुन्छ, हो कि भन, नडाटी भन, हो कि भन, नडाटी भन, उचाल्नु पर्यो, उचाल्दाखेरि भैँस हुन्छ, त्यसले के गर्यो तेल गर्यो। हो त भएको कुरा त भन्नै पर्यो तेल काट्छौ, त्यसपछि अर्को के गर्छौ तिमीहरूले, यहाँ फोल्डिङ पनि हाल्छौ, यसमा ल्याइदिन्छ फोल्डिङ पनि हाल्छौ तिमीहरूले। फोल्डिङ हालेपछि के गर्छौ भाइ हो, ट्राफिक नहुन्जेलसम्म तिमीहरूले फोल्डिङ अफ गरेर फोल्डिङ गरेर कुदाउँछौ। ट्राफिक देख्यो भने ट्याक्कै एक देब्रेहरूले पुग्छ तानिदिन्छौ। सपोज फोल्डिङ अफ गरेर गएको बेला एक्सिडेन्ट भइदियो भने हामीले तिमीहरूले हानेर हिट एन्ड रन गरिदियो भने यो नम्बर कहाँ खोल्न जाने, यही केस तिमीहरूलाई पऱ्यो भने के गर्छ? पर्न त सक्छ, हुन त सक्छ। खासमा कुरो के हो मेरो भाइ है, यहाँ हेर दिनै पछि चाहिँ हिट एन्ड रनका केसहरू आइरहेछन्। एउटा दुईवटा बाइक अहिलेसम्म भेटिएको छैन, कारण यही कहाँ हुनु भयो। अब यही किसिमको हरियो बाइक त धेरै हुन्छ, तिमीले हो भनेर पक्रेर ल्याउनु मिल्दैन। हामीलाई त प्रमाण चाहियो, प्रमाण भनेको यो नम्बर हो, नम्बर देखिने ठाउँमा हुन्न, सकेसम्म फोल्डिङ भएको हुन्छ। यस्तो बेला के गर्नु भयो भाइ, काहीँ गएर एक्सिडेन्ट पऱ्यो भने मलाई गाह्रो पर्छ, तिमीलाई के गाह्रो पर्छ, प्यारेन्ट्सलाई गाह्रो पर्छ नि, तिमीलाई केही पनि हुन्न, तिमीलाई सबै कुरा थाहा छ। बुवा मम्मीको पसिना छुट्छ त्यसपछि। ल जाऊ 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 बनाएर आइहाल्यो यहाँ रङ चाहिँ बोल्नु नहुने हो खासमा। मैले त लाइसेन्स छ छैन सर। यसलाई चाहिँ चिट काटेन, उसलाई चाहिँ खै 12,000 काट्छ भने के गर्छ अब। अब टेलटेडी हालेर आउने होला, धन्न छोड्दै यत्तिकै टमाउँदा कम मजा आउँछ त्यहाँ। ट्राफिक दाइहरूको कुरा सुन्न, ट्राफिक सरहरूको कुरा सुन्न। देख्यो साथी, लाइसेन्स नभए जस्तो गाह्रो छ, लाइसेन्स निकालेर मात्रै चलाउने गर्नु होला। बाटै छैन, बाटै छैन। हाम्रो त डर हो, फेरि जहाँ पनि जान्छ, जहाँ पनि चढ्छ, मतलब छैन नि त हामीलाई त। तर मजा आउने क्या ट्राफिकको कुरा सुन्न चाहिँ, क्या ट्राफिकमा चाहिँ मेरो चाहिँ पहिला धेरैचोटि परिसक्यो, अहिले चाहिँ पर्फेक्ट भइसक्यो। कहाँनिर के छ, कहाँनिर चेकिङ हुन्छ, कहाँनिर समाउँछ, के गर्दा समाउँछ, मलाई त्यही भएर अहिले चाहिँ म एकदम जोकेर बचेर हिँड्छु क्या। अब मेरो यहाँ गाडी छिर्दैन। ह्यान्डल ठुलो हुनुको पीडा यही हो क्या गाइस, बाटो दिनुपर्छ साइड लाएर, लात्त लाएर छिर्दिउँ भने पनि छिर्दैन। बुढोको साथ त गइस, के गरौँ भन। फेरि कुदाइदिन्छु नि त, फेरि म बिस्तारै चलाउँदा बानी बेहोरा छैन नि त, मेरो चलाउनै छैन नि त। ओहो, बाइक गर्ने सिस्टम पनि बबाल छ त केटाको त, के हो दुइटा हातले बाइ गर्छ त। फेरि यता सवारी साधन निषेध भनेर चाहिँ अहिले यहाँभित्र लात्त लाएर छिर्दिन बेर छैन। फेरि म मान्छे साइको छु नि फेरि। ओ कुदा छोड न, कुदाउनु सक्दैन भने बाटो देऊ न हौ, हामी कुदाइहाल्छौँ नि। राइडरलाई बाटो देऊ नि त, कुदाउनु सक्छ भने कुदाउ, सक्दैन भने राइडरलाई बाटो देऊ। हेभी ड्राइभर छ यहाँ नि त, राइडर छ नि त। दिइरहेको क्या अर्को साथीले चाहिँ फेरि, ओहो झन्डै ठोक्यो यार ह्यान्डल पिटा। ओ मेरो ड्रिम बाइक यार, कहिले लिने यार, छिट्टै लिन्छु। तपाईँहरूको साथ सपोर्ट पायो भने, मेरो भिडियोमा राम्रो भ्युज आयो भने छिट्टै लिनेछु होइन, नत्र त सम्झिने पानी छम्किने। अन्त कमाइ छैन, थप्प जब सब छैन, पठाउको राख न, माइले साइले दिन्छ, टाइम पास गर्दै हिँडा। बिग्रिनुसम्म बिग्रियो यार। मेरो गर्लफ्रेन्डले त मलाई यार मान्छे बनाउनु खोज्यो नि यार, तर म पशु भन्दा नि पत्तुर हुँदै निस्क्यो भने के भएन, म आफूले देख्दा आफूलाई नै लाज लाग्न थालिसक्यो, लास्टै पत्तुर भयो भने